हातभित्र गर्नु मलाई हातभित्र गर्नु आठ मात्र हो कि उता पनि हो? सबै बनाउनु सक्छ। यहाँ फूल देखाम न यार। यति बेला यो गाडी युटर्नदेखि अगाडितर्फ गइरहेको अवस्था छ। हेरौँ यहाँनिर चाहिँ हामीले यल पार्किङ गर्नुपर्ने हुन्छ र यो लाइन टच गरेको अवस्थामा मान्यता हुने छैन। फाइनल्ली गाइज यति बेला गाडी रोकिसकेको अवस्था छ। यहाँदेखि हाम्रो गाडी चाहिँ ब्याक गरेर यल पार्किङमा जाँदैछ। गाइज सबैजनाले हेर्नु होला, यो यल पार्किङ हो। यहाँनिर हामीले पार्किङ गर्नुपर्ने हुन्छ। यति बेला चाहिँ यहाँ रोकेको छ, गाडी हिँड्ने तयारीमा छ। ढाकढुक ब्याक गियर लगाएर रेडी छ, अब हिँडिरहेको अवस्था छ हैन। हेर्दै जानु होला गाइज, हेर्दै जानु होला, हेर्दै जाउँ उहाँले चाहिँ कस्तो गर्नुहुन्छ हैन। उहाँले चाहिँ यो लाइन कुनै पनि लाइन टच नगरिकन यल पार्किङभित्र पार्किङ गर्नुभयो भने यहाँनिर चाहिँ रोक्नुभएको छ। उहाँले सही ठाउँमा रोक्नु भएको छ। अब यहाँनिर हामीले लेफ्ट साइडको स्टियरिङ लेफ्ट साइड पुरै लक गरेर यसरी चाहिँ गाडी ब्याक गर्दै जानुपर्ने हुन्छ। हेर्दै जानु होला। अहिलेसम्म उहाँको चाहिँ पास देखिरह कहीँ पनि छोको अवस्था छैन। ठिक छ गाइज, अहिलेसम्म उहाँले एकदम राम्रो गरिराख्नु भएको छ। गुड, एकदम राइट छ, ठिक छ, एकदम सही छ। अब चाहिँ स्टियरिङ सिधा, उहाँले फाइनल्ली स्टियरिङ पनि सिधा बनाएर सिधा जानुभएको छ। लेनो गाइज, उहाँको अहिलेसम्म कुनै पनि मिस्टेक देखिएको छैन। एकदम फाइनल्ली उहाँले फाइनल्ली गाडी रोकिसक्नु भएको छ। एकदम पार्किङ एकदम मजेदार पार्किङ भएको अवस्था छ। अब उहाँले गाडी बाहिर निकाल्नु पर्ने हुन्छ। बाहिर निकाल्ने बेलामा उहाँले छुनु भयो भने फेल मानिन्छ र उहाँले चाहिँ फाइनल्ली हिँडिसक्नु भएको छ। गाइज हेर्दै जानु होला, हेर्दै जानु होला। अहिलेसम्म एकदम राम्रो भइरहेको अवस्था छ, कहीँ पनि छोएको छैन र वाउ भेरी नाइस। यति बेला हाम्रो फाइनल्ली पार्किङ भइसकेको अवस्था छ गाइज। थ्याङ्क यू फर वाचिङ अस।